राधे राधे। मलाई धेरैजनाले इन्क्वायरी गर्नुहुन्छ क्या लड्डु गोपालको सेवा कसरी गर्छ, किन तपाईँले बारम्बार भन्नुहुन्छ लड्डु गोपालको सेवा फरक छ भनेर। फरक नै छ किनकि हजुरले चाहिँ लड्डु गोपाल भनेको बाल स्वरूप हो, बाल स्वरूप कृष्णजीको बाल स्वरूप हो है। हजुरले चाहिँ त्यो बाल स्वरूपमा उहाँलाई घरमा विराजमान गर्नुभएको छ। नियम अनुसार जसले पनि लड्डु गोपाललाई चाहिँ घरमा बाल स्वरूपमा भित्राउनुहुन्छ भने हजुरले उहाँको बाल स्वरूपमै विराजमान गर्नुपर्नेछ। र उहाँलाई जब तपाईँ विराजमान गर्नुहुन्छ उहाँलाई भोगदेखि लिएर वस्त्रदेखि लिएर गरगहना आभूषण सबै दिनुपर्ने हुन्छ नियम अनुसार। यदि यो नियम तपाईँसँग हुँदैन भने चाहिँ तपाईँहरूले सेवा गर्न नगरेकै हुन्छ, किनकि त्यो अपराधमा जान्छ क्या। त्यो मन्दिरमा लगेर आसनमा राखेर विराजमान गरेर उयो गर्ने होइन। लड्डु गोपालको सेवा हरेक जस्तै ऋतु चेन्ज हुन्छ त्यही अनुसार उहाँको वस्त्रको प्रकार पनि चेन्ज हुन्छ, उहाँको अनि सेवा पनि फरक फरक तरिकाले गरिन्छ। उहाँलाई सबभन्दा पहिला त उहाँलाई गर्मी महिनामा जब सुरु हुन्छ तब त्यही उहाँलाई गर्मीको वस्त्रहरू दिनुपर्छ हामीले। त्यसपछि उहाँलाई गर्मीकी इत्तरहरू लगाइदिनुपर्छ। उहाँलाई श्रृङ्गार त्यसरी गरिदिनुपर्छ कि उहाँलाई धेरै उयो नहोस् भनेर कपडाहरू दिँदा पनि एकदम ध्यान दिएर दिनुपर्छ। सफ्ट खालको कपडाहरू हुन्छ जुन लगाउन मिल्ने राम्रो खालको कपडाहरू दिनुपर्छ। अनि अर्को चाहिँ कस्तो हुन्छ भने उहाँलाई भोग दिनुपर्छ, भोग लाउनुपर्छ है। भोग दिनुपर्छ भनेपछि चाहिँ कस्तो भने तपाईँको भान्सा घरमा जे पनि खाना पाक्छ पहिलो खाना भगवान्लाई लगेर भोग लाउने। त्यसपछि उहाँले त्यो खाना भोग लगाइसकेको खानालाई फेरि हामी परिवारमा त्यो सबैलाई बाँडेर त्यो प्रसादको रूपमा खाने हो कि। त्यसरी गरिन्छ। जब तपाईँको घरमा केही पनि मिठो चिज पाक्छ भने पहिला हजुरले लड्डु गोपाललाई नै भोग लाउनुपर्छ। उहाँलाई 4 दिनमा 4 चोटि त भोग लाउनै पर्छ, तर मान्छेहरूले 5 चोटि 6 चोटि पनि लाउनुहुन्छ वैष्णवहरूले त। अनि जाडो महिनामा उहाँलाई जाडोकै सेवाहरू गरिदिनुपर्छ। उलेनको लुगाहरू हुन्छ, कसरी न्यानो बनाउने, कसरी के गर्ने। त अहिले सोसल मिडियाको जमाना छ, हजुरले इन्द्रेश महाराजजीको कथाहरू सुन्नुहोस्, त्यहाँबाट पनि तपाईँलाई धेरै चिजहरू थाहा हुन्छ क्या। यतिकै घरमा ल्याएर आसनमा राखेर लड्डु गोपालको सेवा गर्न मिल्दैन, त्यो चाहिँ अपराध नै हो। तपाईँलाई पछि अपराध लाग्छ नै, भोलि यसको लेखना जोखना चाहिँ हुन्छ। किनकि जे पनि चिज गर्नुहुन्छ भने चाहिँ एकदम सोचे बुझेर गर्नु। किनकि अरू भगवान्लाई धुपबत्ती दिएर हुन्छ भने उहाँलाई धुपबत्तीले हुँदैन, उहाँलाई सेवा चाहिन्छ। तपाईँले घरमा बाल स्वरूपमा राखेपछि बाल स्वरूपमै सेवा गर्नुपर्छ। अहिले मैले टिकटक स्क्रल गर्दै जान्छु नि, मैले कति देखिरहेको हुन्छ क्या। अहिले पनि कतिजनाले त्यो लड्डु गोपाललाई समरकै लुगामा राखिदिनु भएको छ, न उहाँलाई चादर दिनुभएको छ, न केही दिनुभएको छैन। खाना पनि अलि यति के, जबकि उहाँलाई एउटा बच्चाले खाने जति खाना प्लेटमा मजाले हालेर दिनुपर्छ। यत्रो सानो सानो प्लेटमा खाना दिएर उहाँलाई हुँदैन। उहाँलाई मजाले जसरी तपाईँले आफ्नो छोराछोरीलाई खाना दिनुहुन्छ नि प्लेटमा हालेर, त्यसरी नै उहाँलाई पनि दिनुपर्छ। र तर आफ्नो छोराछोरी आफ्नो परिवारमा दिनुभन्दा पनि अगाडि पाक्ने बित्तिकै उहाँलाई नै लगेर पहिला सर्भ गर्नुपर्छ है। खाना पनि मजाले दिने, त्यो यति त्यो भगवान्लाई त्यो चोखे फाले यसरी दिने होइन। एकदम बुझेर सेवा गर्छ है, किनकि त्यो अपराधमा गरिन्छ। तपाईँले जति गल्ती गर्नुहुन्छ त्यो सब अपराधमा जान्छ है त। अनि अर्को कुरा, उहाँलाई भोग लगाउने भान्सामा माछा मासु पाक्नु हुँदैन। सबभन्दा पहिलो नियम त यही छ कि जब तपाईँले उहाँलाई घरमा लगिसकेपछि बाल स्वरूपै सेवा गर्नुपर्छ र हजुरको घरमा माछा मासु पाक्नु हुँदैन लड्डु गोपालको कृष्ण भक्तको। किनकि कृष्णको जुन सम्प्रदाय छ, जुन कृष्ण भक्ति गर्नेहरू जो पनि हुनुहुन्छ उहाँहरूमा मारकाट चल्दैन। भनेपछि तपाईँले कसरी आफ्नो घरमा माछा मासु पाकेको घरबाट भोग लाउन सक्नुहुन्छ, जबकि उहाँ एकदमै उहाँलाई त्यो चल्दैन कि। अब म कसरी सम्झाउँ तपाईँलाई, चल्दैन त चल्दैन कि। अब तपाईँले यसलाई नेगेटिभ वेमा पनि लैजानुहोस् या पोजिटिभ वे। उहाँ त भगवान् हो नि, जे गरे पनि बोल्छ, मन सफा हुनुहुन्छ भन्नुहुन्छ भने त्यो तपाईँले नै बुझ्नुहोस्, त्यो तपाईँले नै हो। तपाईँहरू मङ्गलबार माछा मासु नखाने, बिहिबार बार्ने, अरू बेला चाहिँ फेरि गम खाने, त्यो मङ्गलबार र बुधबार किन खानु हुँदैन भन्नुहोस् त। किनकि मारकाट उयो छ, बन्देज छ, निषेध छ। हनुमानजीको सेवामा किन जे पाए त्यही खान मिल्दैन, किनकि त्यो हनुमानजीलाई पनि त्यो चिजहरू चढ्दैन। त्यही भएर बुझ्नुहोस् कि अलिकति दिमाग लगाएर बुझ्नुहोस्, राम्रो हुन्छ है त। राधे राधे।